हामीलाई चाहिँ परमेश्वरले आफ्नै स्वरूपमा आफ्नै प्रतिरूपमा बनाउनु भएको छ। हामी चाहिँ येशू ख्रीष्टलाई साँचो परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नुपर्छ। अनन्त जीवन हामी नेपाली भाषामा यता बोल्ने भाषामा भन्छौँ भने अजम्बरी जीवन भन्छ नि, अजम्बरी जीवन चाहिँ येशू ख्रीष्टमा छ। हामी आफूलाई मूर्तिहरूबाट जोगाएर राख। हामी आफ्नो विचारहरू मूर्ति भएर आउँछ। मूर्ति पूजा गर्नु गरेर सबै नरकको आगोमा जान्छ। परमेश्वरले चाहिँ हरेकको हृदय जाँच्नुहुन्छ नि, जान्नुहुन्छ। होम बलि र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञा पालन नै रुचाउनुहुन्छ। पहिलो स्थान परमेश्वरको इच्छालाई पुरा गर्न अगाडि बढ्नुपर्छ र जय मसीह, वेलकम टु माई न्यू भिडियो। बताउनको निम्ति परमेश्वरले अगुवाई गर्नु भएको छ। म तपाईँलाई एउटा प्रश्न सोध्न चाहन्छु। विश्वासीहरूले मूर्ति पूजा गर्छ कि गर्दैन? मूर्ति पूजा गर्दैन। आमेन आमेन। अब हामी हेर्नेछौँ विश्वासीहरूले मूर्ति पूजा गर्छ कि गर्दैन, हामीले हेर्नुपर्छ। अनि यदि मूर्ति पूजा हाम्रो हृदयमा छ भने चाहिँ अनि त्यसलाई हटाउनु पर्छ। एउटा अर्को चाहिँ एउटा मलाई घटना एउटा याद आएको थियो। मान्छेहरू मरेपछि चाहिँ के गर्छ भन्दाखेरि डराएर मान्छे मरेपछि त्यसको लुगा फाटाहरू जलाउँछ अरे, होइन? हो त्यो हो नि है। किन जलाउँछ? डराएर हो। अनि फेरि त्यसको सुन चाँदी पैसा चाहिँ किन डराउँदैन त? होइन, अब त्यो चाहिँ एउटा लोभको भारी हो, लोभाको थै हो। हुन्छ। अब हामी चाहिँ मैले त्यो अगाडि चाहिँ किन जोड्यो भने हामी मानिसभित्र चाहिँ जन्मदै सिद्धमै त्यो लोभ अनि त्यो मूर्तिहरू चाहिँ हृदयमा बसेर आएको हुन्छ। त्यसलाई हटाउनु पर्छ भनेर चाहिँ हामी जान्नुपर्छ। म तपाईँको बिचमा पहिले यूहन्नाको पुस्तक 5 अध्यायको 19 देखि 21सम्म पाठ गरिदिनेछु। यहाँ यस्तो लेखेको छ, हामी जान्दछौँ हामी परमेश्वरका हौँ र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ। हामी जान्दछौँ कि परमेश्वरको पुत्र आउनु भएको छ, जो सत्य हुनुहुन्छ, उहाँलाई चिन्न सकौँ भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्य हुन्छ हामी उहाँमा छौँ, अर्थात् उहाँको पुत्र येशू ख्रीष्टमा। उहाँ नै साँचो परमेश्वर र अनन्त जीवन हुनुहुन्छ। साना बालकहरू आफूलाई मूर्तिहरूबाट अलग राख। आमेन आमेन। अब यहाँ चाहिँ परमेश्वरको वचनले चाहिँ येशू ख्रीष्टको प्रिय चेला यूहन्ना, अनि यो यूहन्नाले चाहिँ धेरै पत्रहरू लेखेको छ अनि भविष्यवाणी प्रकाशको पुस्तक पनि लेखेको छ। येशू ख्रीष्टले चाहिँ अनि येशू ख्रीष्टले भन्नुभएको वचन, येशू ख्रीष्टलाई छुने, येशू ख्रीष्ट सँगसँगै हिँड्ने चेला हो यूहन्ना चाहिँ। येशू ख्रीष्टको छातीमा टाँचेर खाने येशू ख्रीष्टको प्यारो चेला भनेर पनि चिनिन्छ यूहन्नालाई। अब यूहन्नाले चाहिँ पवित्र आत्माको भरिपूरितामा यहाँ लेख्दै हुनुहुन्छ कि यूहन्ना चाहिँ कुनै ठुलो मानिस थिएन, शिक्षित मानिस थिएन। यूहन्ना चाहिँ धेरै पढे लेखेको मानिस थिएन। यूहन्ना चाहिँ साधारण एउटा जालहारी माछा पक्राउने मानिस थियो। तर यस्तो वचन चाहिँ कहाँदेखि आयो भन्दाखेरि जब येशू ख्रीष्टलाई विश्वास गरेर येशू ख्रीष्टलाई पछि पवित्र आत्मा आउनुभयो, त्यसपछि परमेश्वरले आफ्नो मनका कुराहरू, परमेश्वरले आफ्नो सत्य कुराहरू चाहिँ अनि ती चेलाहरूद्वारा चाहिँ हाम्रो बिचमा प्रकट गरिदिनु भएको छ। आमेन आमेन। अब यहाँ हामी सुरुमा हेर्नेछौँ, हामी सरस्वती हेर्नेछौँ, 21लाई चाहिँ विशेष हामी मूर्तिलाई चाहिँ हेर्नेछौँ। अनि 19मा चाहिँ यस्तो लेखेको छ, हामी चाहिँ परमेश्वरका हौँ। यूहन्नाको पुस्तक 1 अध्यायको 12 पदले यस्तो भन्दछ, कतिजनाले चाहिँ येशू ख्रीष्टलाई आफ्नो प्रभु अनि मुक्तिदाताको रूपमा ग्रहण गरेको छ र उहाँलाई चाहिँ आफ्नो परमेश्वर भनेर स्वीकार गरेको छ, तिनीहरू सबैलाई चाहिँ परमेश्वरले आफ्नै सन्तान हुने अधिकार दिनुभएको छ। आमेन आमेन। अब तपाईँ अनि हामी जतिजना येशू ख्रीष्टमा विश्वास गरेर चाहिँ भेला भएका छौँ, हामीहरू चाहिँ परमेश्वरका हौँ। आमेन आमेन। अनि यो संसार जति पनि हामी देख्दैछौँ, फेरि यो संसार चाहिँ फेरि परमेश्वरको होइन भनेर चाहिँ वचनले भन्दै हुनुहुन्छ। हामी संसारको हिसाबमा कहिले चल्नु हुँदैन। त्यसैले संसार चाहिँ यस दुष्टको अधीनमा चाहिँ परेको छ। अहिले को दुष्ट भन्दाखेरि आदिमा सुरुमा जब चाहिँ आदम र हव्वालाई बहकाएर पापमा फसाएको थियो, त्यस दुष्टको अधीनमा चाहिँ अहिले यो संसार परेको छ। संसारले चाहिँ परमेश्वरलाई मन नपर्ने कामहरू गर्नको निम्ति उत्तेजित गर्दछ, तर तपाईँ र म चाहिँ परमेश्वरका हौँ। आमेन आमेन। अब हामी जान्दछौँ कि परमेश्वरको पुत्र चाहिँ आउनु भएको छ। परमेश्वरको पुत्र येशू ख्रीष्ट आउनु भएको छ भने हामी सबैलाई थाहा छ। आमेन आमेन। उहाँ चाहिँ सत्य हुनुहुन्छ, उहाँलाई चिन्न सकौँ भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्य हुनुहुन्छ हामी उहाँमा छौँ, अर्थात् उहाँको पुत्र येशू ख्रीष्टमा। उहाँ नै साँचो परमेश्वर र अनन्त जीवन हुनुहुन्छ। आमेन। आमेन। अब हामीले येशू ख्रीष्टलाई
साँचो परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नुपर्छ। अनि उहाँ नै अनन्त जीवन, हामी नेपाली भाषामा यता बोल्ने भाषामा भन्छ भने अजम्बरी जीवन भन्छ नि, अजम्बरी जीवन चाहिँ येशू ख्रीष्टमा छ। आमेन। आमेन। अब हामी थोरै हेरौँ त्रिएक परमेश्वरको बारेमा। हामीलाई चाहिँ परमेश्वरले आफ्नै स्वरूपमा आफ्नै प्रतिरूपमा बनाउनु भएको छ। हामी चाहिँ प्राण आत्मा अनि शरीर तीनवटा भागले एउटा मानिस सिङ्गो मानिस बनेका छौँ। अब हामी मानिसले म शरीर मात्रै हो भन्न पनि सक्दैनौँ, किनकि जब हाम्रो प्राण जान्छ हामी त मुढा जस्तो हुन्छौँ। अब फेरि म आत्मा हो भन्न पनि सक्दैनौँ, मलाई चिमाट्यो भने कुट्यो भने दुख्छ। फेरि मैले भन्न अब यो म चाहिँ प्राण र शरीर मात्रै होला, आत्मा होइन होला भन्न पनि सक्दैनौँ, किनकि कुनै समयमा हामीसँग जति कुरा भए तापनि अनि कुनै कुनै समयमा एकदम हाम्रो मन हृदयभित्र आत्मामा चाहिँ व्याकुल हुन्छ, एकदम केले थिचेको जस्तो भारी भएको जस्तो हुन्छ। किन भन्दाखेरि हामी चाहिँ प्राण आत्मा अनि शरीर मिलेर बनेका छौँ। यसरी नै परमेश्वरको स्वरूप चाहिँ त्रिएक छ। पिता परमेश्वर हुनुहुन्छ, पुत्र परमेश्वर हुनुहुन्छ, पवित्र आत्मा परमेश्वर हुनुहुन्छ, तर उहाँ चाहिँ एक मात्र हुनुहुन्छ। आमेन। उहाँले चाहिँ हामीलाई आफ्नै स्वरूपमा बनाउँदाखेरि जस्तो म एकजना मान्छे चाहिँ तीनवटा भागले बनेको छु, परमेश्वर तीनवटा हेर्दाखेरि हामी यसलाई व्याख्या गर्दै हेर्छौँ भने तीनवटा तरिकाले यसलाई हेर्न सकिन्छ, तर परमेश्वर एक मात्र हुनुहुन्छ। आमेन। अब उहाँ पुत्र परमेश्वर येशू ख्रीष्ट चाहिँ परमेश्वर, साँचो परमेश्वर हुनुहुन्छ अनि उहाँ चाहिँ अनन्त जीवन हुनुहुन्छ। आमेन। आमेन। अब हामी हेर्दैछौँ 21लाई, मेरो साना बालकहरू आफूलाई मूर्तिहरूबाट जोगाएर राख। अब यहाँ यूहन्नाले चाहिँ त्यतिखेर यूहन्ना चाहिँ एकदम वृद्ध भएको थियो, अनि यूहन्नाले भन्दै गर्दाखेरि साना बालक भनेको चाहिँ बच्चाहरू, साना बच्चाहरू भन्न खोजेको होइन। साना बालकहरू भनेको चाहिँ जो चाहिँ भर्खर प्रभुमा सिक्दै हुनुहुन्छ, प्रभुमा हुर्काउँदैछ, परमेश्वरको वचनदेखि चाहिँ नयाँ कुराहरू अनि आफ्नो जीवनमा ग्रहण गर्न खोज्दैछ, तिनीहरूले चाहिँ साना बालकहरू भनेको छ। अब आफूलाई मूर्तिहरूबाट जोगाएर राख भनेर चाहिँ भन्दैछ। अब मूर्ति भनेको के हो, मैले धेरै पटक अनि वचन सेयर गर्दै गर्दा भनेको छु, परमेश्वरलाई दिनुपर्ने स्थानमा, परमेश्वरलाई दिनुपर्ने महिमा अरू कुनै पनि कुराले खोस्यो भने त्यो कुरा चाहिँ मूर्ति भएर आउँछ। कुनै समयमा हाम्रो रिस क्रोधहरू, कुनै समयमा हाम्रो कुनै आफन्त परिवारहरू, कुनै समयमा हामी आफ्नो विचारहरू मूर्ति भएर आउँछ। यो कुरालाई चाहिँ हटाउनै पर्छ भनेर बाइबलले बताउँछ। अनि हामीले चाहिँ पहिलो स्थान परमेश्वरको इच्छालाई पुरा गर्न अगाडि बढ्नुपर्छ भनेर परमेश्वरको वचनले भन्छ। आमेन। आमेन। अब हामी हेर्नेछौँ मूर्तिको बारेमा। पहिलो सामुएलको पुस्तक 15 अध्यायको 30 पद। कतिको भन्नुभयो? पहिलो सामुएलको पुस्तक 15 अध्यायको 30 पद तपाईँले पल्टाउनु होला। पहिलो सामुएलको पुस्तक 15 अध्यायको 23 पद। यहाँ चाहिँ के भनेको छ भन्दाखेरि पुरानो करारमा नि परमेश्वरले मूर्ति पूजा नगर भनेको थियो। अनि मूर्ति पूजा चाहिँ अब त्यतिखेर पनि ढुङ्गा मुढालाई पूजा गर्नु मात्रै मूर्ति होला भनेर भन्थे। अब यहाँ चाहिँ फेरि अनि अगमवक्ता सामुएलद्वारा चाहिँ राजा साउललाई चाहिँ मूर्ति पूजा भनेको के हो भनेर चाहिँ स्पष्ट बताइदिनु भएको छ। म पढिदिनेछु। उहाँको आज्ञा उल्लङ्घन गर्नु भनेको तन्त्र मन्त्र गर्नु जस्तो पाप हो, र मनमा हट्ठी हुनु भनेको मूर्ति पूजा गर्नु जत्तिकै खराबी हो। अनि यदि तपाईँले परमप्रभुको वचनलाई त्याग्नुभयो, यसैले परमप्रभुले पनि तपाईँलाई राजाको पददेखि त्याग्नु भएको छ। अब यो घटना चाहिँ कतिखेर भएको थियो भन्दाखेरि जब साउल राजालाई चाहिँ सामुएल अगमवक्ताले चाहिँ अनि त्यो अगमबानी गरेर चाहिँ त्यो देशमा गएर चाहिँ त्यहाँ भएका सबै कुराहरूलाई नाश गर, एउटै कुरा पनि आफ्नो निम्ति नजोगाऊ, सबैलाई जलाइदेऊ, सबैलाई मार भनेर चाहिँ अनि उहाँ भन्नुभएको थियो। तर साउल राजाले चाहिँ के गर्यो भन्दाखेरि त्यहाँ भएको राम्रो कुराहरू चाहिँ जोगाइ राख्यो। त्यो लोभभित्र लोभ पस्यो, असल कुराहरू आफूलाई अनि एकदम असल लागेको कुराहरू चाहिँ अनि लोभ पसेको कारणले चाहिँ अनि त्यहाँ अनि उसले चाहिँ सबै कुरालाई नाश गरेन। कति अध्याय भन्नुभयो अरे? 15 अध्यायको 23 पदमा। अनि अब उहाँले चाहिँ भन्नुभएको थियो, परमेश्वरले भन्नुभएको थियो त्यस ठाउँमा गएर सबै कुरालाई नाश गर है भनेर चाहिँ भनेको थियो। तर अब राजा साउलले चाहिँ कुनै पनि कुरालाई नाश गरेन। अब राजा साउलले उल्टै के भनेको छ भन्दाखेरि राजा साउलले 22 मा अनि राजा साउलले चाहिँ के भनेको छ भन्दाखेरि मैले चाहिँ परमप्रभुलाई बलिदान चढाउँछु, म परमप्रभु परमेश्वरलाई चाहिँ असल भेडाको मोटो भेडाको बोसोहरू चढाउँछु भनेर चाहिँ भनेको थियो। त्यसै कारण यहाँ 22 पदमा अब सामुएलले भनेको छ होम बलि र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञा पालन नै रुचाउनुहुन्छ।
अनि आज्ञा पालन चाहिँ बलिदान भन्दा उत्तम हो र उहाँको वचन मान्नु भेडाको बोसो भन्दा असल हो। आमेन। आमेन। आज हामीलाई पनि लाग्न सक्छ कुनै समयमा मैले यस्तो गरेँ भने चाहिँ म प्रब्लम अलिक धेरै दशंशा दिन्छु, अलिक छल कपट गरेर धेरै कमाउँछु, धेरै दशंशा दिन्छु भन्न सक्छ। तर त्यस्तो कहिले पनि नगर्नु होला, कहिले त्यस्तो गर्नु पनि हुँदैन। आफ्नो जति पनि परमप्रभुले दिनुभएको छ त्यसमा हामी सन्तुष्ट भएर चाहिँ अगाडि बढ्नुपर्छ। अनि यदि हामी त्यो दशंशालाई चाहिँ हामी खासमा दशंशा दिएर चाहिँ परमेश्वरलाई महिमा चढाउँछौँ कुनै समय लाग्न सक्छ। तर त्योभन्दा पनि परमेश्वरले बढी चाहिँ उहाँको आज्ञा पालन नै रुचाउनुहुन्छ। आमेन। आमेन। अब पुरानो समयमा राजा साउललाई अनि परमेश्वरले सबै कुरा नाश गर्नु भन्दाखेरि नाश नगरेको कारण हट्ठी भएको कारण आफूलाई जे इच्छा लाग्यो आफूलाई राम्रो लागेको कुरा गरेको कारण चाहिँ ऊ चाहिँ अब राजाको पददेखि हटिँदै थियो। अनि त्यसै कारण यो हट्ठी हुनु भनेको चाहिँ मूर्ति पूजा गर्नु सरल पाप हो। अनि अर्को भनेको छ जब हामीलाई परमेश्वरले आज्ञा गर्नुहुन्छ त्यो आज्ञा पालन नगर्नु नमान्नु भनेको चाहिँ तन्त्र मन्त्र गर्नु जस्तो पाप हो। अब भन्नुहोस् अब हामी कस्तो छौँ, हामी आफूलाई जाँचौँ। अब हामी नयाँ करारमा आउँ, हामीलाई पनि परमेश्वरले यस्तै भनेको छ तिमीहरू त्यो कुरालाई मार भनेर कुनै कुरा भनेको छ। अब हामीले गएर कुनै पनि मान्छेलाई मार्ने होइन, कुनै पनि मान्छेको कुराहरूलाई जलाइदिने होइन, तर हामी भित्र भएको जो हाम्रो विरुद्धमा छ हो त्यो कुरालाई चाहिँ मार भनेर चाहिँ परमेश्वरले भन्नुभएको छ। अब हामी त्यो कुरालाई पनि हेर्नेछौँ। तपाईँहरूले जतिजनासँग बाइबल छ कलसीको पुस्तक 3 अध्यायको 5 लाई पल्टाउनु होला। कलसीको पुस्तक 3 अध्यायको 5 यहाँ यस्तो लेखिएको छ कि म पढिदिनेछु। यसकारण तिमीहरूमा जो संसारिक स्वभावका कुराहरू छन् तिनलाई मार। व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ त्यो मूर्ति पूजा हो। आमेन। अब यहाँ भन्दैछ है त अब हामीलाई पनि प्रेरित पावलद्वारा फेरि यो हामीलाई लेख पवित्र आत्माले हाम्रो बिचमा यो कुरा प्रष्ट गरिदिनु भएको छ कि यी कुराहरू चाहिँ मार भनेको छ। यदि यो कुरा मारेन भने चाहिँ यो कुराले चाहिँ तपाईँ अनि मलाई मार्छ, फेरि नरकको आगोमा फाल्छ। मूर्ति पूजा गर्नेहरू सबै नरकको आगोमा जान्छ। अनि यो कुरा चाहिँ मार भनेको छ। के कुरा भनेको छ भने संसारिक स्वभावका कुराहरू। संसारिक स्वभाव भनेको के छन् भन्दाखेरि व्यभिचार। अनि यो व्यभिचारको बारेमा पनि एकचोटि मैले बताएका थिएँ। व्यभिचार शारीरिक रूपमा व्यभिचार हुन्छ, आत्मिक रूपमा, मानसिक रूपमा, भावनात्मक रूपमा व्यभिचारहरू हुन्छ। शारीरिक रूपमा भनेको चाहिँ परस्त्री परपुरुषसँग सम्बन्धमा बस्नु व्यभिचार हो। अनि यो चाहिँ सिधै मानिसको नजरमा एकदम घिनलाग्दा छन्। अनि अर्को भनेको चाहिँ अनि मानसिक रूपमा कसैलाई येशू ख्रीष्टले चाहिँ कडा चेतावनी दिनुभएको छ। तिमीहरूले चाहिँ अर्को एकजनालाई हेरेर मनमा चाहिँ खराब इच्छा जाग्यो भने चाहिँ तिमीहरूले व्यभिचार गरेका हुन्छौ। यो चाहिँ मानसिक रूपमा यस्तो हामीले यसलाई चाहिँ त्याग्नुपर्छ। हामी अरूलाई हेर्दै गर्दाखेरि हाम्रो आँखाले चाहिँ परमेश्वरको महिमा अनि परमेश्वरको स्वरूप देख्नुपर्छ, तर अरू कुनै पनि कुरा देख्नु हुँदैन। आमेन। आमेन। हामीले चाहिँ अरूलाई कस्तो दृष्टिकोणले हेर्दैछौँ यो पनि बुझ्नुपर्छ। अनि अर्को छ आत्मिक व्यभिचार भनेको चाहिँ परमेश्वरलाई दिनुपर्ने महिमा, परमेश्वरको ठाउँमा अरू कुनै पनि कुरालाई पहिलो स्थानमा दिन्छ भने यो पनि व्यभिचार सरहको पाप हो भनेर चाहिँ परमेश्वरको वचनले बताउँदछ। यदि यो चाहिँ मूर्ति पूजा जत्तिकै पाप हो पनि भन्दछ कि हामीले परमेश्वरलाई दिनुपर्ने महिमा, परमेश्वरलाई दिनुपर्ने त्यो प्रशंसा, परमेश्वरलाई दिनुपर्ने स्थान चाहिँ अरू कुनै पनि कुरालाई राख्छौँ भने चाहिँ हामीले व्यभिचार गरेका हुन्छौँ। त्यसै कारणले हामीले हाम्रो हृदयमा चाहिँ परमेश्वरलाई दियौँ, परमेश्वरलाई पहिलो स्थान दियौँ। प्रार्थना, हाम्रो आराधना, हाम्रो जीवनहरू चाहिँ परमेश्वरले मन पराउनुहुन्छ। जब चाहिँ परमेश्वरले आदम र हव्वालाई बनाउनु भएको थियो त्यतिखेर चाहिँ आदम र हव्वाको सङ्गति सधैँ परमेश्वरसँग भइरहन्थ्यो। हो त्यो सङ्गति चाहिँ शैतानले खोस्यो अनि धेरै मानिसहरू मूर्तितिर बकियो। किन भन्दाखेरि उनीहरूलाई चाहिँ अनि मनमा चाहिँ एक प्रकारको परमेश्वर को होला भनेर चाहिँ तलासा भएको थियो। तर अन्तिममा येशू ख्रीष्ट आएर चाहिँ फेरि त्यो महिमा हामीलाई प्रकट गरिदिनु भएको छ। फेरि त्यो अनि सङ्गति हामीलाई चाहिँ अनि दिनुभएको छ। र आज तपाईँ म चाहिँ संसारको मानिस जस्तो होइन, तर परमेश्वरसँग सङ्गति गर्ने, परमेश्वरलाई प्रशंसा गर्ने मानिसहरू बन्नुपर्छ। आमेन। अर्को कुन कुरा त्याग्नुपर्छ भन्दाखेरि अशुद्धता भनेको छ। यो अशुद्धताको कुरामा पनि धेरै कुराहरू आउँछ। जस्तै हाम्रा शारीरिक अशुद्धताहरू हुन्छ, मानसिक अशुद्धता हुन्छ, हाम्रो सोच्ने अनि बोल्ने हेर्ने अनि हाम्रो खाने पिउने सबै कुराहरू अशुद्ध कुराहरूमा आउँछ। परमेश्वरको वचनले के भन्दछ भने हाम्रो यो शरीर पवित्र आत्माको मन्दिर हो। अनि यो मन्दिरमा कुनै पनि कुरा परमेश्वरलाई मन नपर्ने कुरा पस्यो कि त्यो अशुद्ध हुन्छ।
त्यसै कारणले हामीले त्यो अशुद्ध कुराहरूलाई पनि त्याग्नुपर्छ। आज हामीले अशुद्ध कुरालाई हाम्रो जीवनदेखि मार्न सकेनौँ भने त्यसले नै फेरि हामीलाई एक दिन मार्नेछ। त्यसै कारणले आज हामीले चाहिँ त्यो वचन आउँदै गर्दा आफूले आफूलाई जाँचौँ हामी कस्तो छौँ, अनि हामीले कस्तो कुरा सोच्छौँ, कस्तो कुरा बोल्छौँ, कस्तो कुरा हेर्छौँ, हामी कस्तो कुरालाई अनि हाम्रो यो पवित्र आत्मा मन्दिरभित्र चाहिँ राख्छौँ, त्यो कुरालाई चाहिँ हामी याद गरौँ। अनि यदि त्यस्तो अशुद्ध जस्तो कुराहरू जो परमेश्वरको वचनले घिनलाग्दा छन् भनेर भनेको छ त्यस्तो कुरा हामीले भेटायौँ भने त्यसलाई आज नै निकालिदिनुहोस्, नत्र फेरि त्यसले तपाईँलाई परमेश्वरदेखि नै निकालिदिनेछ। अनि यदि कोही मानिस परमेश्वरदेखि निस्क्यो भने त्यो अन्तिममा त्यसको हिस्सा भनेको नरकको आगो नै हुनेछ। अनि अर्को छ कामुकता भनेको छ। कामुकता भनेको चाहिँ कस्तो भने तिक्तता भने जस्तो हो, मनभित्र एकदम त्यो तितोपन राख्ने अनि र अरूप्रति चाहिँ खराबी कुरा सधैँ राखिराख्ने जुन हुन्छ कामुकता। अनि यो चाहिँ एउटा यो चाहिँ व्यभिचारसँग नि सम्बन्धित छ भने अर्को चाहिँ हाम्रो मन हाम्रो अरूसँग राख्ने भावनासँग पनि यो सम्बन्धित छ। कामुकता भनेको चाहिँ कस्तो भन्दाखेरि हामीले अरूप्रति कस्तो व्यवहार चाहिँ हाम्रो हृदयमा चाहिँ राखेको छौँ, अनि अरूप्रति कस्तो हामी अरूलाई देख्दै गर्दा हामी कस्तो कुरा चाहिँ मनमा लिन्छौँ, परमेश्वरको प्रशंसा कुराहरू या तिक्तता र नराम्रा कुराहरू, यी कुराले हामी मार्नु पर्दछ। यो कामुकता भनेको चाहिँ अरूप्रति राख्ने तिक्तताहरू नराम्रा कुराहरू चाहिँ हामीले त्याग्नुपर्छ। यदि हामीले यसलाई त्यागेनौँ भने हामीलाई चाहिँ यसले परमेश्वरदेखि अलग लाग्दछ। त्यसै कारणले परमेश्वरको वचनले भन्दछ यसलाई चाहिँ मार भनेर। अनि अर्को छ फेरि खराब इच्छा। हामीभित्र विभिन्न इच्छाहरू आउँछ, मानिसहरू चाहिँ मानिसमा चाहिँ विभिन्न प्रकारका इच्छाहरू चाहनाहरू धेरै हुन्छन्, असीमित चाहना हुन्छन्। अनि 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 यो अनि हामी चाहना एउटा पुरा भयो भने चाहिँ अर्को चाहना थपिँदै जान्छ, नयाँ नयाँ चाहनाहरू। जस्तै एक समयमा एकजना मान्छेलाई चाहिँ खाना लाउनसम्मको थिएन, उसलाई चाहना हुन्छ मैले खाना लाउनसम्म पाए हुन्थ्यो। त्यो खाना लाउन भएपछि एउटा सानो घर भयो हुन्थ्यो, सानो घर भएपछि ठुलो, उसलाई चाहना बढ्दै बढ्दै मानिसको चाहना चाहिँ असीमित हुन्छ भनेर चाहिँ भन्दछ। मानिसको चाहना चाहिँ असीमित हुन्छ, तर हाम्रो त्यो चाहनाहरूमध्ये कुन चाहिँ चाहना परमेश्वरको दृष्टिकोणमा सही छ, कुन चाहिँ चाहनाले परमेश्वरलाई महिमा हुन्छ, त्यो चाहना चाहिँ हाम्रो जीवनमा हुनुपर्दछ, त्यो इच्छा चाहिँ हाम्रो जीवनमा हुनुपर्दछ। अनि त्यो जुन खराब इच्छाहरू छ, नराम्रा कुराहरू, नराम्रो सोचहरू, त्यो सबैलाई चाहिँ हामीले मार्नुपर्छ भन्ने वचनले बताउँदछ। अनि अर्को छ लोभ। मैले भनेको थिएँ यो लोभ चाहिँ मानिसको जीवनमा थाहै नपाइ बसेको एउटा मूर्ति हो। अनि लोभ म लोभी छु कि छैन भनेर कसैले पनि म लोभी छु भनेर भन्दैन। म चाहिँ दानी छु, म अरूभन्दा अलि दान दिन्छु अथवा म लोभी छैन भनेर सबैले प्रमाणित गर्छ। अब कस्तो व्यक्ति चाहिँ लोभी होइन भनेर वचनले बताउँछ भन्दाखेरि जसले उदार चित्तको साथ आफ्नो नजिक भएको अनि एकदम असहाय व्यक्तिलाई चाहिँ उदार चित्तका साथ सहयोग गर्छ, त्यो व्यक्ति कहिले पनि लोभी हुँदैन। अनि हामीलाई लाग्छ मैले चाहिँ धेरै खर्च गर्छु, म राम्रो राम्रो खान्छु, मलाई जे इच्छा लाग्छ त्यही खान्छु, त्यही भएर म लोभी छैन, त्यस्तो एक प्रकारको विचार आउँछ। तर त्यो नै चाहिँ लोभी होइन, त्यो लोभी छैन भनेर चाहिँ भन्न मिल्दैन। कुन चाहिँ व्यक्ति लोभी होइन भन्छ भने जसले चाहिँ आफूसँग भएको कुराहरू चाहिँ नभएका व्यक्तिसँग बाँडचुँड गर्छ र परमेश्वरको प्रेम देखाउँछ, त्यो व्यक्ति कहिले पनि लोभी हुँदैन। अब यो चाहिँ हामीले त लोभी त चाहिँ दानी भनेर कसैलाई पनि छुट्याउन सक्दैनौँ। हृदय जाँच्नु भने परमेश्वरले चाहिँ हरेकको हृदय जाँच्नुहुन्छ अनि जान्नुहुन्छ। अनि कि त त्यो व्यक्तिलाई थाहा हुन्छ कि मैले चाहिँ कतिको दान दिन्छु अथवा म चाहिँ कतिको धर्मी छु, तर पनि कुनै व्यक्तिलाई लाग्न सक्छ म चाहिँ एकदम धर्मी छु जस्तो लाग्न सक्छ, तर त्यो व्यक्ति पनि परमेश्वरको दृष्टिकोणमा धर्मी नदेखिन सक्छ। त्यसै कारणले हामीले आफूलाई चाहिँ एकदम जाँच्नु आवश्यक छ। अनि एकजना विद्वानले यस्तो भनेको थियो, अरूलाई सुधार्न एकदम सजिलो छ, तर आफू सुध्रिन्छु भनेर सल्लाह अथवा आफू सुध्रिन्छु भनेर निर्णय लिनु भनेको चाहिँ एकदम क्रान्तिकारी हो अरे। अब म सुध्रिन्छु, म यो बानी यो व्यवहार छोड्छु भन्यो भने दिमागमा हजारौँ लडाइँहरू आउँछ। त्यसै कारणले चाहिँ हामी चाहिँ त्यो लडाइँमा पनि विजय हुने वचनद्वारा चाहिँ विजय हुनु पर्दछ। यहाँ फेरि म दोहोऱ्याउनु चाहे, यसकारण तिमीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन् तिनलाई मार, व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ जो मूर्ति पूजा हो।
अनि हामीले चाहिँ यस कुरालाई मार्नु पर्दछ, यो कुरालाई चाहिँ त्याग्नु पर्दछ भन्नु। अनि यो लोभ भन्दै गर्दा मैले चाहिँ कुनै पनि कुरा सञ्चय गर्नु हुँदैन, बाङ बुङ भत्काउनु पर्छ भन्न खोजेको होइन। तपाईँसँग भएका कुराहरू जसलाई खाँचो छ त्यसलाई तपाईँ उद्धार चित्तको साथ परमेश्वरलाई दिएको सरह दिनुहुन्छ भने त्यो तपाईँ लोभीमा पर्नुहुन्न। तर तपाईँ आफूलाई अरूले जस्तो व्यवहार मतलब तपाईँ येशू ख्रीष्टले यस्तो भन्नुभएको छ, आफ्नो शत्रुलाई पनि आफूले चाहिँ प्रेम गर। अनि यी कुराहरू चाहिँ हाम्रो हरेक जीवनमा लागु हुन्छ। अनि तपाईँ चाहिँ आफूलाई मन पर्ने मान्छेलाई चाहिँ सबै कुरा दिनुहुन्छ, अनि आफूलाई मन नपर्ने मान्छेले खाँचो भएर मर्नै लागे तापनि तपाईँले कुनै कुरा दिनुहुन्न भने चाहिँ तपाईँ अब तपाईँ कस्तो हुनुहुन्छ भनेर परमेश्वरले चाहिँ तपाईँले जाँच्दै गर्दाखेरि वचनको विरुद्धमा तपाईँ उठेकै देख्नुहुन्छ। त्यही भएर हामी चाहिँ कहिले पनि कसैसँग कुनै पनि किसिमको मनमा इबी भन्ने हुन्छ, जुन खराब कुराहरू कहिले पनि राख्नु हुँदैन। यी कुराहरू चाहिँ हामीसँग जे छ त्यसलाई उद्धार चित्तको साथ अनि धेरै कुराहरू जुन प्रेम परमेश्वरको प्रेमको बारे कुराहरू सुसमाचार कुराहरू अन्य धेरै कुरा जति उद्धार चित्तको साथ बाँड्छौँ भने चाहिँ हामीमा कुनै पनि लोभ हुँदैन। अर्को छ, म पढिदिनेछु 8मा यस्तो छ, तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग भनेको छ। अब हामीलाई चाहिँ भनेको छ अब तिमीहरूले पनि यी सबै कुरा त्याग, रिस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली, एउटाले अर्कोलाई नढाँट, किनकि पुरानो स्वभाव त्यसको चलन समेत तिमीहरूले त्यागेका छौ। आमेन 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 आमेन। यहाँ के भन्दै हुनुहुन्छ भन्दाखेरि तर अब तिमीहरूले यी कुरा त्याग, रिस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली, एउटाले अर्कोलाई नढाँट, किनकि पुरानो स्वभाव त्यसको चलन समेत तिमीहरूले त्यागेका छौ। यहाँ चाहिँ के भन्दै हुनुहुन्छ भन्दाखेरि अब हाम्रो पुरानो स्वभावहरूलाई चाहिँ पूर्ण रूपमा त्यागेका छौँ भनेर चाहिँ यहाँ वचनले भनेको छ। यदि कोही येशू ख्रीष्टमा छ भने त्यो चाहिँ नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ भनेर चाहिँ यहाँ वचनले बताउनु भएको छ। भनेपछि अब हामीमा यी कुराहरू छ, पुरानो मनुष्यत्वहरू, रिस छ, क्रोध छ, डाह, निन्दा, हामी कुरा काटिरहन्छौँ, अरूलाई सधैँ तल्लो झारिरहन्छौँ, आफू चाहिँ माथि गइरहन्छौँ, अनि आफ्नो मुखबाट एकदम फोहोर बोलेर निस्किरहेको छ, अनि हामी चाहिँ अरूलाई ढाँटिरहन्छौँ भने हामी चाहिँ फेरि पुरानो मनुष्यत्वमै छौँ, हामी चाहिँ पापमै छौँ। त्यसै कारण यी कुरा चाहिँ त्याग भनेर चाहिँ परमेश्वरले भन्दछ। यदि यी कुरालाई हामीले त्यागेनौँ भने त्यसले चाहिँ हामीलाई फेरि परमेश्वरदेखि टाढा लाँदछ। यी कुराहरू चाहिँ हाम्रो जीवनमा मूर्ति भएर बसेको हुन्छ। अनि हामीले भनेका छौँ हामी कसैले पनि मूर्ति पूजा गर्दैनौँ, एकदम सही हो। हामी कुनै पनि देवी देवताको अगाडि झुक्दैन, एकदम सही हो। अब हामी हाम्रो हृदयमा यी कुराहरूलाई पनि राख्ने छैनौँ। आमेन आमेन। अब तपाईँहरू मसँगै भन्नु लागि म यी कुराहरूलाई राख्ने छैन, यी कुराहरूलाई लाग्ने छैन, म रिस गर्ने छैन, क्रोधलाई हटाउनेछु, डाहलाई हटाउनेछु, म कसैको निन्दा गर्ने छैन, म मेरो मुखबाट फोहोर बोली बोल्ने छैन, म कसैलाई ढाँट्ने छैन, किनकि मेरो पुरानो स्वभाव मरेको छ, म येशू ख्रीष्टमा नयाँ भएको छु। आमेन। अनि हामीले यो हटायो भने चाहिँ साँच्चै हामीले मूर्ति पूजा गरेको छैनौँ भनेर चाहिँ हामीलाई थाहा हुन्छ। तर यदि हामी यो घोषणा गर्छौँ तर हामी चाहिँ बारम्बार त्यो जुन हामी घोषणा गरेको कुरालाई उल्टै वचनलाई चाहिँ वचनभन्दा विपरीत गर्छौँ भने चाहिँ हामीले मूर्ति पूजा गरेको जस्तै हुन्छ। अनि अन्तिममा एउटा खण्ड पढिदिनेछु। अनि परमेश्वरले भन्नुभएको छ, अनि हाम्रो कतिपटक मेरो प्रार्थना परमेश्वरले सुन्नु भएन भन्दाखेरि परमेश्वरले चाहिँ मूर्ति पूजाहरूलाई घृणा गर्नुहुन्छ। तपाईँले मसँग पल्टाउनु होला यशायाको पुस्तक, म तपाईँको बिचमा यशायाको पुस्तकबाट एउटा खण्ड पढिदिनेछु जहाँ परमेश्वरले चाहिँ भन्नुभएको छ। यशायाको पुस्तक 59को 1 मा यस्तो लेखेको छ, 59को 1 मा के भनेको छ भन्दाखेरि कतिपल्ट हामीलाई लाग्छ परमेश्वरले हाम्रो प्रार्थना सुन्नै भएन, परमेश्वरले हामीलाई उत्तरै दिनुहुन्न, परमेश्वरले मैले गरेको प्रार्थना सुन्दैन, तपाईँले प्रार्थना गर्दैन भने कतिपल्ट हामी अरूलाई नै भन्छौँ। तर वास्तवमा के रहेछ हामी कुरा हामी जान्नेछौँ। निश्चय नै परमप्रभुको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्न नसक्ने गरी बाक्लो भएको छ। तर तिमीहरूको अधर्मले तिमीहरूलाई आफ्नो परमेश्वरबाट अलग गरेका छन् र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकेका छ र उहाँले तिमीहरूका कुरा सुन्नुहुने छैन। अब यहाँ चाहिँ के भन्दै हुनुहुन्छ भन्दाखेरि अब
यो पाप भनेको पाप चाहिँ मूर्ति पूजा जो पाप हो अनि विभिन्न कुराहरू चाहिँ सबै पापमा आउँछ। अब यो पाप चाहिँ पापको कारण चाहिँ हामीले परमेश्वरदेखि पापले चाहिँ सबै टाढा बनाएको छ, पर्खाल बनाएको हुन्छ। जसरी यो पर्खाल भएको कारण मैले पल्लो छेउतिर देख्दिनँ, त्यसरी नै पापले चाहिँ परमेश्वरले चाहिँ पापलाई कहिले मन पराउनुहुन्न। पापदेखि परमेश्वरले आफ्नो मुहार फर्काउनुहुन्छ। परमेश्वर पवित्र हुनुहुन्छ। त्यसै कारण अनि पाप हामी भित्र चाहिँ पापको कुराहरू छ, अघि जुन हामीले त्याग्छु भनेर घोषणा गर्यौँ त्यो कुरा छ भने चाहिँ कहिले पनि परमेश्वरले चाहिँ हामीतर्फ चाहिँ आउनुहुन्न। किनकि यो पापले चाहिँ परमेश्वरबाट हामीलाई अलग गराउँछ। किनकि यो पाप गर्नु भनेको जानी जानी हामी आफै परमेश्वरदेखि टाढा भाग्नु हो। त्यसै कारण परमेश्वरले चाहिँ सधैँ पश्चातापको निम्ति डोर्याउनुहुन्छ। हामीले आफूले आफूलाई जाँच्दै गर्दाखेरि हामी यदि हामीमा गल्ती भेटायो भने चाहिँ हामी चाहिँ अनि परमेश्वरको नजिक गएर हामी चाहिँ क्षमा माग्नुपर्छ र त्यसदेखि चाहिँ फर्केर फेरि परमेश्वरसँग नै सङ्गति गर्नको निम्ति अगाडि बढ्नुपर्छ। आमेन। अनि यहाँ फेरि 57को यहाँ 14देखि यस्तो 15देखि यस्तो भनेको छ, यसै 57को 15मा चाहिँ किनकि सदा सर्वदा जीवित हुनुहुने उच्च र श्रेष्ठ जसको नाउँ पवित्र हो उहाँ भन्नुहुन्छ, म उच्च र पवित्र ठाउँमा बस्दछु, विनम्रको आत्मा जागृत गराउन र पश्चातापीको हृदय जागृत गराउन त्यससँग पनि म बस्दछु जो आत्मामा पश्चातापी र विनम्र छ। आमेन। आमेन। अब परमेश्वर कोसँग बस्नुहुन्छ, कहाँ बस्नुहुन्छ भन्दाखेरि स्वर्गमा बस्नुहुन्छ, सबैभन्दा उच्च सिंहासनमा बस्नुहुन्छ भनेर हामी बारम्बार भन्छौँ। अनि हाम्रो मनमा परमेश्वर बस्नुहुन्छ, हामीसँग बस्नुहुन्छ भने पनि हामी भन्छौँ। अब परमेश्वरले भन्नुहुन्छ म कस्तो ठाउँमा बस्छु भनेको छ भन्दाखेरि जो चाहिँ आत्मामा हृदयभित्रदेखि नै आफ्नो पापहरू त्यागेर येशू ख्रीष्टको नाममा विश्वास गरेर पश्चाताप गरेर आउँछ, त्यससँग चाहिँ पवित्र आत्मा परमेश्वर बस्नुहुन्छ। आमेन। जसले चाहिँ आफ्नो हृदयका मूर्तिहरूलाई हटाएर आफ्नो विचारहरू, आफ्नो स्वभावहरू, आफ्नो चालहरूलाई, सबै आफ्नो इच्छाहरूलाई चाहिँ त्यागेर परमेश्वरको इच्छालाई पुरा गर्ने भाषा लिएर चाहिँ अगाडि बढ्दछ, त्यससँग चाहिँ पवित्र आत्मा परमेश्वर बस्नुहुन्छ। आमेन। अनि त्यसपछि हो त्यो पश्चातापी मान्छेलाई चाहिँ परमेश्वरले यस्तो भन्नुहुन्छ, म सधैँ दोषी ठहराउने छैन, म क्रोधित हुने छैन, नत्र त मेरो सामुन्ने मानिसको आत्मा शिथिल हुने थियो। मैले सृष्टि गरेको मानिसको साथ यदि परमेश्वर क्रोधित हुने, हाम्रो पाप अनुसारको व्यवहार गर्ने भएको भए चाहिँ कोही पनि मानिस चाहिँ परमेश्वरको सामु टिक्ने थिएन। तर परमेश्वरको सामु त्यो मानिस चाहिँ टिक्ने छ जसले चाहिँ आफ्नो पापहरूलाई पश्चाताप गरेर परमेश्वरको कहाँ जाँदछ। आमेन। कारण हामीले आफ्नो पापहरूलाई त्याग्नु पर्छ। परमेश्वरले कहिले पनि पाप चाहिँ प्रेम गर्नुहुन्न। परमेश्वरले हरेक मानिसलाई प्रेम गर्नुहुन्छ, तर हरेक मानिसले गर्ने पापलाई घृणा गर्नुहुन्छ। अनि यहाँ यस्तो लेखेको छ, त्यसको पापले भरिएको लोभको कारण म रिसाएको थिएँ, मैले त्यसलाई दण्ड दिएँ र मेरो मुख लुकाएँ। अब हामी पाप हुँदा, पापमा हामी अघि जुन हेऱ्यौँ मूर्ति पूजाको बारेमा, त्यस कुरामा हामी रह्यौँ भने चाहिँ हामी चाहिँ अवश्य दण्डमा पर्छौँ। तर फेरि हामी पश्चाताप गरी आउँछौँ भने चाहिँ परमेश्वरले यस्तो भन्नुहुन्छ, तर पनि त्यो आफ्नै चालमा अटेरी गरेर चल्दै रह्यो। अनि जब हामी त्यो अटेरी गरेर चल्दै रह्यौँ भने चाहिँ दण्ड भोग्नु पर्ने हुन्छ। तर जब चाहिँ हामी फेरि त्यो चाललाई त्यागेर येशू ख्रीष्टमा विश्वास गरेर त्यो पापलाई त्यागेर हामी भित्र रहेको रिस, क्रोध, जो मूर्तिहरू हो, जो सबै कुरा त्यागेर परमेश्वरका फेरि प्रेममा आउँछौँ, परमेश्वरको नम्रतामा हृदयदेखि पश्चातापी भएर आउँछौँ, त्यसपछि परमेश्वरले भन्नुहुन्छ मैले त्यसको चालहरू देखेँ। अनि जब पश्चाताप भएर आउँछौँ परमेश्वरले हाम्रो चालहरू देख्नुहुन्छ र त्यसलाई चाहिँ म निको पार्नेछु भनेर परमेश्वरले भन्नुहुन्छ। आमेन। कतिपल्ट हामीलाई लाग्छ किन निको हुँदैनौँ, अनि जब पश्चाताप भएर आउनुहुन्छ अवश्य परमेश्वरले निको पार्नुहुनेछ। आमेन। म त्यसलाई डोर्याउने छु र फेरि सान्त्वना दिनेछु, म त्यसको विलाप गर्ने मुखमा प्रशंसा उत्पन्न गराउनलाई आउनेछु। अनि परमेश्वरले चाहिँ हाम्रो पहिला चाहिँ हामी दुःखको कुराहरू बोल्थ्यौँ होला, हुँदैन सक्दैन भन्ने कुरा गर्थ्यौँ होला, तर जब हामी पश्चातापी भएर आउँछौँ परमेश्वर हामीलाई बास गर्नुहुन्छ, तब परमेश्वरले चाहिँ हामीलाई डोर्याउनुहुन्छ, सान्त्वना दिनुहुन्छ र फेरि हाम्रो मुखबाट चाहिँ परमेश्वरको आराधना र प्रशंसा निकाल्नुहुनेछ। आमेन। यहाँ परमेश्वरले फेरि भन्नुभएको छ, टाढा र नजिक बस्ने दुवैलाई शान्ति होस्। शान्ति परमप्रभु भन्नुहुन्छ। परमप्रभु शान्तिको परमेश्वर हुनुहुन्छ। उहाँले चाहिँ हाम्रो मनमा अशान्ति भएको, हामी थिचिएको, बोझले लादिएको उहाँ कहिल्यै चाहनुहुन्न। हामी आइया आथा भएको उहाँ कहिल्यै चाहनुहुन्न। त्यसै कारण येशू ख्रीष्टले भन्नुहुन्छ, हे सबै थाकेका र बोझले लादिएका हो
म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। आमेन। परमेश्वर विश्राम दिने परमेश्वर हुनुहुन्छ। तर हाम्रो मन चाहिँ परमेश्वरदेखि टाढा गयो भने चाहिँ हामी अशान्तिमा हुन्छौँ। त्यसै कारण हामी जब पश्चातापी भएर परमेश्वरमा आउँछौँ हामी चाहिँ शान्ति पाउँछौँ। अनि फेरि परमेश्वरले बारम्बार भन्नुहुन्छ म तिमीहरूलाई निको पार्नेछु। आमेन। यहाँ पनि भन्नुभएको छ जब चाहिँ हामी परमेश्वरमा फर्केर आउँछौँ तिनीहरूलाई निको पार्नेछ भनेको हाम्रो शरीरमा रोग हुनुहुन्छ, रोग हुन सक्छ, निको पार्नुहुन्छ। हाम्रो आत्मामा चोट हुन सक्छ, हामी अरूले भन्दै गर्दा हामी मनमा भावनामा चोट लागेको हुन सक्छ, तर परमेश्वरले टुक्रीको हृदयलाई मन पराउनुहुन्छ र उहाँले चाहिँ फेरि पुनर्स्थापना गर्नुहुन्छ अनि परमेश्वरले चाहिँ निको पार्नुहुन्छ र विश्राम दिनुहुन्छ। आमेन। अनि फेरि यहाँ भनेको छ जो चाहिँ पश्चातापी हुँदैन, जो चाहिँ फेरि बारम्बार यो चेतावनी सुनेर पनि दुष्ट चालमा चलि नै रहन्छ, यस्तो भनेको छ तर दुष्ट चाहिँ छाल उठेको समुद्र झै हुन् जो शान्त हुन सक्दैन। दुष्ट भनेको चाहिँ को भन्दाखेरि जो अघि हामीले हेऱ्यौँ मूर्ति पूजाको बारेमा, जुन कलसी 3को 5 अनि 8 र 9 लाई रिस क्रोध डाह अरू कुरा काटी हिँड्ने, ढाँटेर हिँड्ने, खराब कुरा गरिने, मनमा नराम्रो कुराहरू बोकी हिँड्ने, ती सबै चाहिँ दुष्टहरू हो। दुष्टहरू चाहिँ छाल उठेको समुद्र झै हुन्। अनि जो चाहिँ त्यो कुरालाई त्याग्दैन त्यो चाहिँ छाल उठेको समुद्र जस्तै हो। त्यो चाहिँ कहिल्यै शान्तमा बस्न सक्दैन। त्यसको पानीले मैला र हिलो बाहिर फ्याल्छ। भन्नु मतलब अब जसरी चाहिँ यो दुष्ट चाहिँ जब त्यो दुष्ट चाहिँ कहिले शान्तिमा हुँदैन त्यो चाहिँ समुद्र जस्तै हो। समुद्र जसरी हिलो चाहिँ बाहिर निकाल्छ त्यसरी नै त्यसको मनमा चाहिँ नराम्रो कुराहरू चाहिँ बाहिर निस्केर आउँछ भनेको छ। अनि त्यो पश्चातापै नहुने हृदय चाहिँ त्यस्तै हुन्छ भनेको छ। त्यसै कारण हामीलाई चाहिँ परमेश्वरले पश्चाताप गरेर फर्केर आउनको निम्ति सधैँ बोलाउनुहुन्छ। आमेन। अनि यहाँ चाहिँ दुष्टहरूलाई चाहिँ कहिले पनि शान्ति हुँदैन भनेको छ। तर जसले चाहिँ परमेश्वरमा आफ्नो पापहरू स्वीकार गरेर पश्चाताप गरेर आउँछ तिनीहरूलाई चाहिँ सधैँ परमेश्वरले शान्ति भन्नुहुन्छ। आमेन। शान्ति भन्नुहुन्छ। परमप्रभु भन्नुहुन्छ म तिनीहरूलाई निको पार्नेछु। आमेन। परमेश्वरले चाहिँ हामीलाई निको पार्ने प्रतिज्ञा गर्नुहुन्छ। अनि हामी यो खण्डदेखि आजको वचनदेखि के बुझ्न सक्छौँ भन्दाखेरि हामीलाई कतिपटक लाग्छ हामी मूर्ति पूजा गरेको छैनौँ, हामी मूर्तिको पछि लागेका छैनौँ, हामी कुनै पनि कुराको सामु झुकेको छैनौँ जस्तो लाग्न सक्छ। तर परमेश्वरले त्योभन्दा ठुलो हाम्रो हृदयलाई चाहनुहुन्छ। अनि हाम्रो हृदय पनि कस्तो छ त्यो चाहनुहुन्छ। यदि हाम्रो हृदयमा अरूप्रतिको जलन, रिस, क्रोध, डाह, नराम्रा खराब इच्छाहरू छन् भने त्यो कुराले चाहिँ सधैँ मूर्ति भएर बस्छ। सधैँ परमेश्वरलाई धन्यवाद दिनुपर्ने ठाउँमा अरूलाई चाहिँ श्राप गर्छौँ भने, परमेश्वरलाई महिमा दिनुपर्ने ठाउँमा अरूको बारेमा नराम्रो कुरा भन्छ भने यो चाहिँ मूर्ति भएर आउँछ। किनकि प्रशंसा त्यो रिसले खोजेको छ, परमेश्वरको महिमा त्यो अरूप्रतिको कुरा काट्ने निन्दाले खोजेको हुन्छ। त्यसै कारण त्यो चाहिँ मूर्ति भएर आएको हुन्छ। अब चाहिँ हामीले के गर्नुपर्छ भने हामीले सुरुमा चाहिँ आफ्नो विरोधीहरू जसले पनि आफूलाई नराम्रो भन्छ प्रभुको नाउँमा क्षमा दिनुपर्छ। आमेन। भन्नुहुन्छ जस्तो तिमीहरूले अनि प्रभु हामी प्रार्थना गर्दा नि जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ त्यसरी हामीले क्षमा गर्नुहोस् भने चाहिँ हामी प्रार्थना गर्छौँ प्रभुले सिकाउनु भएको प्रार्थनामा। अब हामीले चाहिँ हाम्रो अपराधीहरूलाई क्षमा गरेका छैनौँ, हाम्रो विरुद्धमा बोल्नेहरूलाई क्षमा गरेका छैनौँ भने प्रभुले चाहिँ अब हामीले अब तिमीले चाहिँ कसरी क्षमा गर्यौ भनेर सोध्यो भने अब हाम्रो त्यही दोष हुन्छ। हामी पनि त्यो दोष थपिन सक्छ। हामी चाहिँ कस्तो हुनुपर्छ भने जसले हामीलाई नराम्रो भन्छ प्रभुलाई क्षमा गरेर प्रार्थना गरिदिनुपर्छ। ज्ञान दिनुहोस् भनेर, समझ दिनुहोस् भनेर चाहिँ प्रार्थना गरिदिनुपर्छ। हामीले रिस बोकिराख्नु हुँदैन। रिस बोकिराख्यो भने चाहिँ रिसले चाहिँ हामीले सधैँ पनि परमेश्वरदेखि टाढा लागिरहेको हुन्छ। अनि हामीले चाहिँ यो मूर्तिहरू रिस क्रोध डाह फेरि बताउनु चाहे रिस क्रोध डाहहरू पापमय स्वभावहरू जति पनि छ नि, अशुद्ध कुराहरू, लोभहरू, लालचहरू, लम्पटपना भन्छ, अरूप्रति राख्ने खराब इच्छाहरू, सबै कुरा चाहिँ मूर्ति हो। यसलाई चाहिँ त्याग्नु पर्दछ र हामी चाहिँ परमेश्वरमा पश्चातापी विनम्र हृदय भएर परमेश्वरको सामु आउनुपर्छ। आमेन। हुन्छ आजको वचनबाट परमेश्वरको महिमा भएको होस्। आशा गर्दछु तपाईँहरूले बुझ्नु भएको छ। हामी विश्वासीहरू कसैले पनि अनि मूर्ति पूजा गर्दैनौँ। आमेन। हामी कसैले पनि ती मूर्तिहरूलाई चाहिँ हृदयमा राख्दैनौँ। जो पापमय स्वभाव चाहिँ मूर्ति भएर हामीलाई सताउन खोज्छ त्यसलाई चाहिँ हामी कहिले पनि हृदयमा राख्ने छैनौँ। आमेन। हुन्छ आउनुहोस् हामी यो वचनको निम्ति छोटो मनन गर्नेछौँ। तपाईँले जसरी बुझ्नुभयो र तपाईँ अहिले बुझ्दै गर्दाखेरि आफ्नो मनमा तपाईँले परमेश्वरसँग के चाहिँ भन्न चाहनुभयो यो समयमा भनेर तपाईँले परमेश्वरसँग त्यो शान्तिलाई, त्यो छुटकारालाई, त्यो निको हुने अधिकारलाई चाहिँ ग्रहण गर्न सक्नुहुन्छ। किनकि परमेश्वरको हात बचाउन नसक्ने गरी छोटो भएको छैन। तर हाम्रो अधर्मको कारणले चाहिँ हामीलाई परमेश्वरदेखि टाढा लगेको छ। किनकि हाम्रो अधर्मलाई त्यागेर
भएर जब परमेश्वरको आउँछौँ प्रभुले हामीलाई निको पार्नुहुन्छ। त्यही आउनुहोस् हामी हाम्रो हृदयलाई परमेश्वरको सामु राख्नेछौँ। वचन सुन्दै गर्दा जुन कुरा हामीले बुझ्यौँ त्यो हाम्रो हृदयमा रोपियोस् र 100 गुणा फल फलियोस्। प्रभु यो समय हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँको वचनबाट हामीलाई धेरै कुराहरू सिकाउनु भएको छ। तपाईँको वचन